दाइ ओइ जम्मा एउटा बिरयानी खान कस्तो भोक लागिरहेको छ जान त दाइ 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 भलिबल खेल्न जाउँ खेल्न त दिस इज माई न्यू च्यानल अनि आज चाहिँ म भ्लग गर्न जाँदैछु अनि म मात्र होइन म दादाले पनि एकचोटि सोधिहेर्छु होइन दाइ दाइ सुन् न आज मेरो नयाँ भ्लग बनाउनु जाउँ न ल बनाउँ त नि ओहो दाइ त अहिलेसम्म सुतिरहनु भएको छ दाइ ओ दाइ मासु र भात ल्याउँछु आउनु है सँगै बसेर खाउँ खान त कस्तो बुढा रहेछ भात झन् दाजुभाइले लिएर आएको झन् मासु र भात बसेर खाउँ न कस्तो होला अब त जे पनि गर्न त खान त बुढा अब त केही पनि सोध्दिनँ ओहो भाइ के छ हालखबर हजुर दाइ भन्नु सर उयो विजय भाइ खोइ विजय दाइ त रुममै हुनुहुन्छ होला तिमीले त स्यालेरी लिइहाल्यो उसले त स्यालेरी पनि लिएन ऊ बिरामी छ भन्दै थियो उसको स्यालेरी दियो ल ल है भाइ ए ल ल दाइ ए ल हस् है ल म गएको उसलाई सोध्यो भने मैले स्यालेरी मैले विशाल भाइलाई दिएको छ भनिदिन्छु है ए हुन्छ हुन्छ दाइ ल ओके भाइ ओके स्यालेरी त दिनु हो बुढा जतिखेर पनि जान त खान त गर्न त मात्र भनेर हुन्छ बुढो यो स्यालेरी दिँदाखेरि पनि राख्न त भन्ने हो कि के थिएन कति रहेछ स्यालेरी त्यही नि सोधिदिन्छु एकचोटि जेमा नि मैले गर्न त रन त भनेको थियो भाइले यसमा पनि छोड्छ भने होला मेरो पैसा त खान दिन्छु म त्यसलाई खोइ खाम ल पैसा भएको खाम खोइ ओ दाइ मेरो स्यालेरीमा सिर्फ मेरो मात्र आउँछ कुच्चेले मसँग उयो गरेर हुन्छ यार अरे खोइ ठुक्क मारेर दिन्छु कुच्चेले स्यालेरी उडाइहाल्छ जान त खेल्न त खान त बनाउँ त नि चिस बुढा जतिखेर नि मलाई खान त गर्न त जान त भन्थ्यो यो पैसा नि आफै राख्नु पर्यो खान मात्रै दिनु पर्यो बुढालाई हेर्नु पर्यो बुढाको मात्र बुढा